के चिजको घमण्ड गर्नुहुन्छ? के चिज छ तपाईँको आफ्नो? तपाईँको श्वास तपाईँको आफ्नो हो। तपाईँको जन्म तपाईँको स्वेच्छाले भएको हो। तपाईँको मृत्यु तपाईँको इच्छाले हुन्छ। तपाईँको प्लानिङहरू तपाईँ अनुसार चलेको छ। चल्ने भए तपाईँको शरीरमा हजार प्रकारका रोग किन लाग्छन् त? रोगलाई आउन नदिनुहोस् न। तपाईँको शरीरले तपाईँलाई यति तकलिफ दिन्छ, तपाईँ सहन सक्नुहुन्न। कहिलेकाहीँ त्यो सहन गर्ने त्यो हुन्छ नि, पेन किलर खाएर बस्नुपर्छ। तपाईँको अधिकार छ शरीरमा? छैन। आफ्नो शरीरमा अधिकार छैन, अरूलाई अधिकारमा किन लिनुहुन्छ? किन लिनुहुन्छ? यो शरीर हिजो पनि तपाईँको थिएन, आज पनि तपाईँको होइन, भोलि पनि रहँदैन। यति कुरा जान्नुहोस्। यो पञ्चतत्त्वको शरीर हो। पृथ्वी, आकाश, जल, तेज, वायु। यो 5 पञ्चभौतिक तत्त्वले बनेको शरीर र यसलाई निर्माण गर्ने श्रीहरि नारायण। यसको सत्ता भगवानसँग मात्रै छ। जति माथि उडे पनि तपाईँ अहङ्कारमा चुर भएर जति माथि उडे पनि एक दिन धरातलमै आउनुपर्छ। एक दिन यो माटोको शरीर माटोमा नै मिल्छ। फेरि बैर किन, वैरभाव किन, दुश्मनी किन? के लानुहुन्छ? के ल्याउनु भएको थियो साथमा आउँदा? पापको गठरी, कर्मको पोको। जाँदा के लानुहुन्छ? घर लानुहुन्छ, सम्पत्ति लानुहुन्छ, ब्याङ्क ब्यालेन्स लानुहुन्छ, के लानुहुन्छ? त्यही कर्मको पोको। जाँदा पनि कर्मको पोको, आउँदा पनि कर्मको पोको। सब थाहा छ तपाईँहरूलाई। अन्जान नबन्नुहोस्, यसलाई इग्नोर नगर्नुहोस्। सब थाहा छ अहिले तपाईँहरूलाई। तर थाहा पाइ पनि थोरै शरीरको बलमा घमण्ड गर्नुहुन्छ, थोरै रूपको बलमा घमण्ड गर्नुहुन्छ, थोरै पैसाको बलमा घमण्ड गर्नुहुन्छ, थोरै मसँग साथी सङ्गतिहरू छ, आफ्नो ग्रुप छ, त्यसको बलमा घमण्ड गर्नुहुन्छ, थोरै आफ्नो एटिट्युडमा पनि घमण्ड गर्नुहुन्छ। यो सब एक झट्कामा नष्ट हुन्छ। तपाईँलाई एउटा असाध्य रोग लाग्यो भने यो सब एक झट्कामा नष्ट हुन्छ। तपाईँको मृत्यु हुने बित्तिकै तपाईँको सुन्दर घरमा तपाईँलाई 1 मिनट कोही राख्न चाहँदैन। तपाईँको आँगनमा जुन भगवान तुलसी मातालाई विराजमान गराउनु भएको छ नि, त्यो ठाउँ चाहिँ सुन्दर बनाउनुहोस्। तपाईँको अन्तिम अवस्था त्यही हुनेछ। तपाईँले अन्तिम श्वास त्यही फेर्नु पर्नेछ। यो जीवनको हकीकत हो, यो सच्चाइ हो। र हामी जुन घरमा बसेका छौँ एसी लगाएर नि, हाम्रो त्यहाँ हुँदैन बास, मसान घाटमा हुन्छ यो शरीरको। अनि आत्मा तपाईँको कर्म अनुसारले कुन ठाउँमा जानुपर्ने हो त्यहाँ जान्छ। तपाईँ सँगसँगै कोही पनि हाम फाल्दै जाँदैन। अनि फेरि घमण्ड के को? अनि फेरि वैरभाव किन? अनि दुश्मनी किन? थोरै जमिनको टुक्रामा जुन महाभारत जमिनको लागि भयो, त्यो महाभारत आज सकिएर गयो, जमिन त्यहीको त्यही छ। सब त्यसका किरदारहरू सब कहाँ पुगे थाहा छैन। त्यो जग्गा त, त्यो जमिन त अहिले पनि छ। फेरि के को लागि? आफ्नो दाजुभाइमा, आफ्नो दिदीबहिनीमा, आफ्नो साथी सर्कलमा के को लागि? कसैलाई निचा देखाउन? तपाईँलाई अरूलाई निचा देखाएर तपाईँ माथि पुगेर के हुन्छ? फेरि यही धरातलमा आउनुपर्छ। किन? मान प्रतिष्ठा, ऐश्वर्यको लागि। भगवानको ऐश्वर्य थाहा पाउनु भएको छ कस्तो छ भनेर? एकपटक भगवानको ऐश्वर्यलाई बुझ्नुहोस् त। इन्द्रको ऐश्वर्य पनि केही पनि होइन। इन्द्रभन्दा ठुलो त्यो संसारमा कोही छैन होला। इन्द्रको ऐश्वर्य पनि भगवानको चरणको एउटा औँलामा बराबर पनि छैन। एक औँलाको एक कण चरण धुलो बराबर पनि छैन भगवानको ऐश्वर्य। हजारौँ रमापति भगवान, हजारौँ लक्ष्मीका पति। अनि के को लागि? एकपटक आफ्नो ग्रन्थहरू पनि अध्ययन गर्नुहोस् न। एकपटक महापुरुषहरूका बाणीहरू पनि सुन्ने गर्नुहोस् न। यो वैरभाव नै किन गर्नुहुन्छ? के का लागि? के का लागि? मलाई कमेन्ट्स गर्नुहोस् त हजुरहरूले। यो वैरभाव किन हुन्छ? भाइ भाइमा दुश्मनी, पति पत्नीमा दुश्मनी, माता पितामा दुश्मनी, पुत्र पिता मातामा दुश्मनी, छोराछोरीमा दुश्मनी, छर छिमेकमा दुश्मनी। के को लागि? किन? के का लागि?
जाने कोहीसँग केही पनि होइन र लान पनि कसैले सक्दैन, चाहेर पनि एउटा सियोसम्म पनि लान सक्दैन। केवल कर्म लिएर आउनुभएको थियो अघिल्लो हजारौँ जन्मको, र अहिले पनि त्यही कर्म लिएर जानुहुन्छ। अगाडि जन्म तपाईँको अब के हुनेवाला छ, त्यसैले आफ्नो अघिल्लो जन्म किन नष्ट गर्नुहुन्छ? अरूलाई दुःख दिएर, अरूलाई रुवाएर एकछिन किन मजा लिनुहुन्छ? एकछिन त मजा लिनुहुन्छ। तपाईँले एकछिन मजा लिएर हजारौँ जन्मका तपाईँले पुण्य नष्ट गरेर हजारौँ जन्म नरकमा बिताउने तपाईँले अब त्यो लेखिसक्नुभयो, बाटो बनाइसक्नुभयो। तर जो तपाईँको कारणले रुनेवाला छ, रोएको छ, उसले यो जन्म पनि सुधारेर अघिल्लो जन्म पनि भगवानको प्रिय बन्छ। भगवानले उसलाई प्रिय पात्रमा राख्नुहुन्छ। भगवानले देख्नु भएको छैन? हजारौँटा आँखाले देखिराख्नु भएको छ भगवानले। त्यसैले यस्ता कामहरू बन्द गर्नुहोस् न। बल्ल बल्ल पाएको मानव देहलाई राम्रोसँग बिताउनुहोस् न, आनन्दसँग बिताउनुहोस् न, कमाउनुहोस्, सत्कर्म गर्नुहोस्, स्वधर्मले कमाउनुहोस्, मर्यादित भएर कमाउनुहोस्, बिना भ्रष्टाचार गरेर कमाउनुहोस्। धन नकमाउनु कुनै पनि काहीँ पनि भनिएको छैन, धन आर्जन गर्नुपर्छ। त्यसैले त भगवानले धन बनाउनु भयो, नभए धन सम्पत्ति किन बनाउनुहुन्थ्यो त? नचाहिने चिज त भगवानले केही बनाएकै छैन। रिस पनि चाहिन्छ, राग पनि चाहिन्छ, तर त्यो चिज अरूलाई नष्ट गर्न होइन नि। हनुमानजीलाई पनि रिस थियो। हनुमानजीले रिस कसैलाई आफूभन्दा निरही, आफूभन्दा तल, आफूभन्दा कमजोरलाई देखाउनु भएन। आफूभन्दा शक्तिशाली आफ्नो टक्करको रावणलाई देखाउनु भयो गएर लङ्केशलाई। हे लङ्केश, तेरो सुनको लङ्का छ, आज म जलाइदिन्छु। रिस त्यहाँ देखाउनु भयो। कसको लागि? भगवानको लागि। कसको लागि? असुर व्यक्तिहरूको लागि। किन वैरभाव? नगर्नुहोस् वैरभाव। आजसम्म गर्दै हुनुहुन्छ भने पनि यो भिडियो हेरेर नगर्नुहोस्। एक दिन हामी यही माटोमा मिल्छौँ। जतिसुकै धन सम्पत्ति कमाए पनि यही माटोमा हाम्रो शरीर माटो बनेर जान्छ र हामीसँग कर्म जान्छ। त्यसैले सत्कर्म गर्नुहोस्। राधे राधे।